Welcome back to my channel after so much. धेरै पछि. This is your Jala Sanktan, by the way. तपाईहरुले बिर्सिनु भएको छैन होला. And it's already 12:30. बल्ल म having my breakfast. And मेरो भगवान, as you can see, मेरो गीत. अनि आज चाहिँ छ guess what, Temal Jatra. So we're gonna celebrate together. अनि म आज चाहिँ fully vlogging mood मा छु. So we're gonna vlog. After so long, guys. Mini vlogहरू चाहिँ आइरहेको छ होइन, but then मैले भ्लगिङ गर्नै छोडेँ खै किन छोडेँ थाहै भएन. बिजी त्यस्तो बिजी पनि छैन. लेजिनेस. Leave this shit. Anyway guys, आजको दिन रमाइलो छ. Okay, being ready. Oh, okay. I'm just putting the foundation after my all the skincare. कस्तो एड बज्यो हौ पछाडिबाट. Leave that. Ignore background. Okay. के use गरेँ भन्दा मैले I'm gonna show you guys the NARS foundation. यो चाहिँ के हो भन्दा natural radiant long wear foundation. Whatever. यही हो. And the concealer of Kosas. Oh. Okay, my makeup is done. Where am I looking? It has a camera, yeah. It's the makeup. Pretty. Okay, I'm all ready to go. अनि मेरो सामान यही छ. I mean, म अर्को त्यहाँको ड्रेस चेन्ज गर्ने हो for my performance. That's all. And I'm already late. Yeah. Okay guys, त्यही हो. म चाहिँ हिँडेको ल. Bye bye. See you there. Somewhere in Nepal, bro, seriously. Nepal जस्तै भ्यू है अघि झन् कति नेपालको जाने बाटो जस्तो. Hello Samir Dai. We are in where? Tulkia. I don't know. Nepal आएको ल guys, finally after almost 1 year Nepal, back to Nepal भनेर भन्ने दिन. Turn right onto Bamboo Avenue. Okay, हामी चाहिँ on the way to the program. So guys, हामी चाहिँ अहिले पार्क घुमिरहेको. अझै सुरु भएको छैन. यहाँ छ तेजपत्ता. दा यो उस भन्छ हैन. मेरो साथीहरू यहाँ छ. सुन न, उसले बोटे लिएर जाने रे घर. लिएर जाउँ नि त. म त चिया खाँदिनँ. हाई साराङ के अरे सारङ्गा हो. यो ऊ हो क्या हाम्रो त पहाडमा कति छ कति. वाउ कति राम्रो हो. म मेरो गाइजहरू यहीँ छन्. मेरो चाहिँ आज फाइनली भ्लग आउँदैछ साथीहरू हो. हाई मेरो प्यारी सुनिमा.
मेरो सारङ्गी म सारङ भन्छु मलाई सारङ्गी रे ओइ सारङ्गी हो ओके हामी ड्रेस चेन्ज यहाँ चाहिँ हाम्रो सुरु भइसक्यो ला यहाँ त के हो बाँकी कार्यक्रम सुरु हुन गइरहेको छ रात पनि भइसक्यो मैसँग तिमी त चर्कै हो मैसँग तिमी त चर्कै हो यो चङ्गबालाई मन पर्ने तिमी हैन अर्कै हो ए मायाको कुरा खेलाइदेऊ मायाको कुरा खेलाइदेऊ मलाई त लाग्यो अल्छी वै मलाई त लाग्यो अल्छी वै म त लाग्छु घरतिर वै कुरामा बाटो मलाई देऊ किरा खाने हो सेलरोटी किरा खाने हो तेमाले जात्रामा जाने हो तेमाले जात्रामा जाने हो सुन है मैसँग मेरो कुरा सुन है मैसँग मेरो कुरा तेमाले जात्रामा जाने हो तेमाले जात्रामा जाने हो मैसँगले हुन्छ भनेदेखि मैसँगले हुन्छ भनेदेखि बुढीलाई सौता लाने हो बुढीलाई सौता लाने हो सम्झे 3 डान है 3 डान 3 डान तेमाले जात्रामा जाने हो तेमाले जात्रामा जाने हो रोटी सेल होइन खिर पनि खाने हो खिर पनि किन हाँसेको त्यसपछि यो बहिनी यो कतिवटा औला हो भन्थ्यो होला अनि त्यसपछि धेरै नमती भए च्याङ्बा धेरै नमती भए च्याङ्बा सक्ने भयो हामी त पहिला नजाने हो हामी त पहिला नजाने हो मकै हुडीलाई बारीको मकै हुडीलाई I love you मेरो बुढीलाई I love you मेरो बुढीलाई ठोका है डम्फु ठोका है बेसरी डम्फु ठोका है ठोको मन पर्छ होइ चङ्बा जुर्के तिमीले बोका है कोसिस गरेका थियौँ उहाँहरू चाहिँ विशेष कारणवश आउन सक्नु भएन र यसपालि चाहिँ हामीसँग 2टा टिम मात्र भयो
र त्यसका लागि पनि उहाँलाई धेरै धेरै धन्यवाद। र को भयो होला यसपालिको विनर चाहिँ? को भयो होला गेस गर्नुहोस् त। सुभाष दाई क्याब लाउने दाई झोलामा पैसा ल्याउनै पर्यो है। र के गेस छ तपाईँहरू आफूलाई? Of course, myself. केही गेस Saranga. ज्वाला जसले जिते पनि मलाई चाहिँ सहभागी मध्ये प्रथम भन्दा पनि पहिला भन्नु त 2 जना छ जसको नामले पनि अर्को प्रथम भइहाल्यो है। 2-3 जना भएको भइदियो क्या। त्यसैले अब फर्स्टमा हामी चाहिँ हाम्रो पर्फर्मरहरूलाई चाहिँ एक्नोलेज गर्न गइरहेका छौँ र त्यसको लागि चाहिँ हामी सुरुमा चाहिँ So guys, यो चाहिँ बाँदरको राजा हो मेरो दाइ। यहाँ अर्को बाँदर यहाँ छ यी। म चाहिँ यहाँको राजकुमारी हो। त्यही हो ल। छ नि हैन ट्रेन? गाइस म चाहिँ बाँदर हो। म चाहिँ यहाँ मान्छे हो। देखाउनु अब बुद्ध जयन्ती आउने कि नआउने मे 1? बुद्ध जयन्तीमा नाच्न आउँछु ल कुनमा नाच्ने हो? एकै नाच्छ सोलो डान्स। ल कुन गीतमा भन्न खोजेको? जस अलि राम्रै तामाङ गीतहरू छ नि। ल ल ओ खतरा डान्सर हो नि फेरि प्रो डान्सर सुरु भयो जहाँ पनि नाचिदिन्छ फेरि ए यस्तै छ बाई गाइज मेरो क्यामेरा यस्तो भएछ डोन्ट माइन्ड सो हामी चाहिँ निमाको घर जाँदै अहिले यहाँ छ अर्बिन ला क्यामेरा अति भएको रहेछ स्यान्डी ज्वाला मेरो क्यामेरा हेर न कस्तो राम्रो रहेछ है। यही हो चुप यहाँ उयो भएको के 9 महीने में बच्चा डिलीवर होना चाहिए वरना बच्चा कमजोर पैदा होता है साइंस में 7 महीने में ही बाहर आ आपलाई देखा 2 महीने और टिक जाते म डङ्की चाहिँ होइन बाहिर अरे यार तुम्हें माफी मांगने की क्या जरूरत है तुम टेंशन मत